हेलो गाइज अगेन वेलकम बैक टू माई ब्लग। सो म चाहिँ आज हेटौडा जाँदैछु। म चाहिँ हेटौडा जाँदा रेडी भइसकेँ। सो यो चाहिँ मेरो आउटफिट हो। अब म चाहिँ जान्छु सबै रेडी सेडी भएर भिडियो बनाउन थालेको, नत्र ल्याङ हुन्छ भनेर। ल म चाहिँ जानु लाग्यो। हामी चाहिँ बाई बाई। भोलि आउँछु, पापा ल्याइदिन्छु म। बाई। एक्साइटेड छु कृतिकासँग भेट्नलाई। त्यसलाई भने होइन, सरप्राइज हो है, सरप्राइज। सो यिनी म चाहिँ बाई अहिलेलाई। हामी त पुरै भयो, यहाँ गाडी हिँड्दैन रहेछ। म चाहिँ गाडी चढेँ अनि सबै खाल्टाङ खुल्टुङ बाटो रहेछ। यस्तो बाटो बिग्रिएछ त्यो हेटौडा जाने। म धेरै पछि गएको भएर होला, भ्यू चाहिँ राम्रो थियो है, मैले त्यही भएर भ्यूहरू सब खिचेँ। हामी चाहिँ 20 बाटोमा आइसक्यौँ म चाहिँ 20 बाटोमा। कस्तो राम्रो गुराँस। यो चाहिँ गाडी रोकेको ठाउँको भ्यू हो, कस्तो राम्रो छ, त्यही भएर खिचेको। अनि मैले चाहिँ बाटोमा गाजर साजर खाँदै गएँ। त्यस्तो गाडीमा खाने बानी त थिएन, त्यही भएर गाजर खाएँ। गाइजहरू भैँसी आइपुग्यो, भैँसी घर आइपुग्यो 10 मिनट भएपछि। म चाहिँ ठुलमामलाई पनि सरप्राइज दिएर अनि त्यसपछि खरबुजा सरबुजा खाएर मात्र घर आएँ। म चाहिँ घर जाँदैछु। घरमा कसैले थाहा छैन, सुनसान रहेछ बजार आज। चाहिँ भाइहरूलाई यो खानेकुरा लिएर घर जानु लागेको। तल आउनु पऱ्यो, पसलै सबै बन्द रहेछ। म चाहिँ घर आएर भाइसँग भेटेँ अनि त्यसपछि ऊ चाहिँ एकदम न्यार्स्या रहेछ। अनि मैले त्यसलाई चुप्प खाएँ अनि बहिनीलाई गिफ्ट दिएँ अनि आन्टीलाई पनि गिफ्ट दिएँ। अलिकति आमा आउने औँसीको अनि भाइलाई पनि गिफ्ट ल्याइदिएको थिएँ, दिएँ। उसले चाहिँ हत्त न पत्त फ्लेक्स हानिहाल्यो गिफ्ट ल्याएर। फेरि अब म बस्छु कि म बसौँ कि नै गाइजहरू? म चाहिँ खाजा खान आँटेँ ल। अब चाहिँ गाइजहरू हामी चटपटे खान जानु लाग्यो है भाइ। के खान जानु लाग्यो? चटपटे। पानीपुरी त खाने हो सब साथीहरू। यो चाहिँ मेरो बहिनी हो। म चाहिँ अनि आन्टीलाई बाई गरेर भाइहरूलाई चटपटे पानीपुरी खुवाएर उतैबाट जान लागेँ। टोलमा गफ हानेर जान। तपाईँले भने के साथीहरूको बेस्ट फ्रेन्ड। म चाहिँ अनि रोडमा पुरै भाइ बहिनीहरूसँग गफ गर्दै गएँ। अनि एकछिन बहिनी र मेरो हाँस उठ्ने कुरा भयो पहिलाको। एकछिन चाहिँ त्यो झ्याम्मेकी थिइनँ कि धेरै दिन भएको थियो म नगएको। गाइजहरू हामीले चाहिँ चटपटे पानीपुरी पाउँदैन त्यहाँ हेर्नु त। ल पानीपुरी खाने हो, चटपटे चाहिँ पाएन। अब पानीपुरी खाने र चोको बार लिइसक्यो। ल जाउँ ल, बाई बाई। अब फेरि भेट्ने ल। ल भेट्छु पल्ल। अब म गएँ ल, म भोलि आउँछु है त। म गएँ ल, बाई। ल जा। म चाहिँ कृतिकालाई भेट्नको लागि अर्को गाडी चढिसकेँ। अब भेट्छु। साइकल चढेर जानु लागेको साथीहरू। म चाहिँ अनि भाइसँग गफ गर्दै साइकल चढेर गएँ, घर गएँ त्योसँगै। यो चाहिँ त्यहाँ कृतिकालाई कुरिन्जेलको भिडियो हो कि, त्यो आएन नि त। गाइजहरू म चाहिँ जसको लागि आएको ऊ चाहिँ छैन। त्यतिकै म हावा खाएर बसिरहेको छु, तर हावा चाहिँ सिसै लगाइरहेछ। त्यही हो, म जसको लागि आएको चाहिँ हेटौडा गएको छ धेरै पछि भेट्यो भएर म रिसाउन पनि सकिनँ कि, त्यो 1 घन्टा ढिलो आएको थियो भनेर। अनि मैले आफै हक गरेँ। अनि त्यसपछि त्यहाँ भाइ पनि आएको थियो नि, हामी सबैजना हक गऱ्यौँ। अनि बेलुका चाहिँ लास्ट रमाइलो भएको थियो। अनि हामी सबैजना मिलेर करेन्ट खायौँ, भाइ पनि थियो। अनि म चाहिँ बाई गरेँ अनि घर आएँ। ओके गाइज, बाई।